ब्रेकअपको बेलामा दिल टुट्ने, हार्ट ब्रेक हुने जस्ता कुराहरू मजाक लाग्थ्यो होला, तर यस्तो रियलमा हुन्छ। यसलाई मेडिकल भाषामा ब्रोकन हार्ट सिन्ड्रोम भनिन्छ अथवा तोकोत्सुगु कार्डियोमायोप्याथी। जब तपाईँ अत्याधिक इमोसनल स्ट्रेसमा हुनुहुन्छ, त्यतिखेर तपाईँको शरीरले एक्कासी धेरै मात्रामा एड्रिनलिन र कर्टिसोल जस्ता स्ट्रेस हर्मोन निकाल्न थाल्छ र त्यही एड्रिनलिनले मुटुको लेफ्ट भेन्ट्रिकलमा असर पार्छ र त्यो भाग बेलुन जसरी फुल्न थाल्छ र राम्रोसँग पम्प पनि गर्न सक्दैन, जसले गर्दाखेरि छाती दुख्ने, सास फेर्न गाह्रो हुने र धड्कन परिवर्तन हुने जस्ता लक्षणहरू देखिन्छन्। र सबैभन्दा डरलाग्दो कुरा त के छ भन्दाखेरि यसमा इसिजी र ब्लड रिपोर्ट हार्ट अट्याक जस्तै देखिन्छ, तर एन्जियोग्राफी गरेर हेर्दाखेरि कुनै ब्लकेज देखिँदैन, तर आत्तिनु पर्दैन। सही समयमा मेडिकल केयर दिने हो भने यो अवस्था 1-2 हप्तामा नै निको हुन्छ। तपाईँको फिलिङ्स इनभ्यालिड होइन, त्यसैले कसैलाई जस्ट मुभ अन भन्नको सट्टा लेट्स हिल भन्नु होला।